Kasongo ye Mombali nanga Kasongo mbona wewe Songa libala Oh ye Konda kordio konda यति निकालेको कपडा तो गर्न त हिम्मत है फर्किन गरी भन्छ कोही कोही ल यही कोही काम गर नाइ नाइ अरु यो त्यति राम्रो राम्रो कपडा तले आज कहाँबाट ल्याए भन्छ चोरेर म जानानी बोलाउँछु त कोही काम छ त साला तल मैले काछिने चिने जस्तो लाग्ला कि मलाई तलाई काई होइन चिनेको मेरो अपराध हैन अलिकति स्टाइलिस मान्छे अलिकति हुन्छ नि यो होइन दिपक साउँदैन है अछामी दिपक म हैन म दिपक साउँदैन म मेरो यो यस्तो फोर लुगा लाउने मान्छे आज यति राम्रो लुगा कहाँबाट लगाएर थियो मेरो छ्याई पुरा उहाँ दिएको हातमा लगा बोल्दा हुन्छ घरमा नै छ यो फोर गरी साफ गर्यो यो साफ गर त मलाई तँ अलि हिसाबले न यो साफ गर पहिला यो साफ गर तँ यो साफ गर्नलाई के टेन्सन लिँदैछ अनि मेरो गलासँग त बन्नेको छ तैले यो साफ गर्नका लागि हाम्रा यहाँ धनगढीमा यस्तो दोकान खुलिएको छ यहाँ कपडा 2 घण्टामा 2 घण्टामा अहिले सुकाइ पकाइकन दिँदा कपडा अहिले दिन्छ है 2 घण्टामा 2 घण्टामा 2 घण्टा नसुकेपछि आधोले दोकानदेखि जानु भयो यो 2 घण्टामा जान्छन् सोच्नु यहाँ म देखेको यो भाग गर्ने पहिला सुकाएर 2 घण्टामा म भने नि सबले कपडा फोर गरिदिए यार आफूले त्यस्तो राम्रो राम्रो लुगा लगाएर आएको सधैँ चड्डेर यो गन्जीमा हिँड्ने मान्छे अझ यति राम्रो राम्रो ज्याकेटहरू लगाएर आएको छ यस्तो चम्काउनु पर्यो मेरो लुगा अहिले 2 घण्टा छोड सिधो यहाँ त्यो होइन साफ मात्र होइन दाग पनि जानु पर्यो दाग त्यहाँ दाग लागेको छ नयाँ कपडामा तेरो चट्टादेखि जुत्तासम्म सबै यहाँ धुइन्छ अनि यहाँ नगुन यहाँ लाज हुन्छ पहिला यो उबाट दाग जानु पर्यो यस्तै नयाँ बनाउनु पर्यो यस्तै हुँदो 2 घण्टाको भित्र यहाँ तो छपा बनाइन्छ नि पुरै नगरेन भयो यहाँ ड्राइलक्स नि यहाँ ड्राई क्लिनिङ आउनु पर्यो यहाँ हेर यहाँ एउटा ढुङ्गा देखाएको दिउँसो चाहिँ बनाउनु थियो सकाल बाद दिउँसो 2 घण्टामा सुकाइ पकाइकन जाँदा छ छोरा टेनमा जाने हो के रामेन नजाने हो के कोही कोही घाँस काट्न जाने हो के जाँदा छ दुई दिन तँ आउँदा यस्तो गन्दा फोहोर थियो अहिले यो सब यही धोया है त अनि त मैले यही धोया उतै कपडा हेर्ने गजब चम्क्या छ मैले त रायन है दीपक तुलाई चम्क्या छ हिरो देख्या छ हिरो हो त्यो कुरा छोड मेरो ज्याकेट त साफ गर्दे हौ ल अहिले हुँदो हजुर क्यारो चम्काइदिनु पर्ने भयो त यो मारिले पनि यो खुर्सानी हजार ल चल 2 घण्टा हैन सहित ताउसँग त चिया खादै गरे झगडा नगर कुट्ने के कहीं कुट्ने मेरो कपडा म परि हान्ने बेला चाहिँ मुन्छे हान्ने बे त कुन नाइ नाइ म एडभान्समा हाल्ने बे तलाई नाइ नाइ कुट्दैन म एडभान्समा खान्छु किस्तामा हाल्ने पहिले किस्तामा नै चाहिएन म पछि चिया खानु ल पहिला हराइको त्यो त उता साथीहरु यहाँ हेर यो यी महिलाका कपडा कचराबाट धुइ हान्थे क्या यो त्यो साडी हो के हो यो हेर कला कपाडी गन तम्बी चाहिँ काली बेवर गरिबाट चिचिक्क उयोका लागि यसरी बढी भइरु नि हो यहाँ आउँदा आफू कामदा कोट पोइन्ट लागि त्यसै मोटे सर आउँदैन हेर नि यस्ता कपडा छन् यहाँ यसरी धुना चट्टाको धुने मात्रै होइन त्यो स्त्री लाउँदा ओ स्त्री भने चाहिँ हाम्रातिर महिला हुन्छ त्योमा अब त के भन्छ पेरेस लाउँदा हो आइरन पेरेस अलिकति मिलाइकन ओडपट उयो गर्नु पर पोइया अपन दुईटैको यहाँ हेर यो तरिकाले व्यवस्थित तरिकाले तपाईँको कपडा राखिन्छ एकदम साफ सुथरा तरिकाले तपाईँले चाहिँ सरौको तरौ तपाईँले यहाँ आउनुहुनेछ र यहाँ टक्क कपडा लिएर घर जाइकन लाइकन अनि ठ्याक्कै चाहिने आफ्नो रामेन जाँदा छ यो तरिकाको व्यवस्था छ हजुरहरूले हामीले सम्झिनु चाहिँ बिल्कुल पनि नभुल्नु होला सबैजनाले है त यो के भन्दछन् बाहिरतिरको भाषामा क्या छुट्यो भन्दा हाम्रो भाषामा त पाउँदैन नयाँ चिजलाई के युज गरिकन हेर्नु त कसो हुँदो क्या सबैजना आउनु त माया गरिदिनु धन्यवाद।